के छ भने यस महोत्तरी क्षेत्र नम्बर 1 को सम्पूर्ण वाडाहरूमा हाम्रा जनसमुदायहरूको जो समस्या छ त्यो हाम्रो मुद्दा छ। जुन समस्याहरू छन् त्यो हामीले समाधान गर्नको लागि हाम्रो के भन्छ संसदमा यहाँका जनताहरूको मागलाई सरकारमा गएपछि हामी सम्पूर्ण मागलाई कानुन र नीति बनाउनमा यहाँका जनसमुदायहरूको सम्पूर्ण माग लगेर हामीले बुलन्तका साथ आवाज उठाएर सम्पूर्ण माग सम्बोधन गराउनेछौँ। घुम्दै जाँदाखेरि हाम्रा यहाँका जनसमुदायका समस्याहरू छन्। अहिलेसम्म महोत्तरी क्षेत्र नम्बर 1 का जनसमुदाय कतिपय ठाउँमा छन् शुद्ध खाने पानी खाइराख्नु भएको छैन। अहिले शुद्ध पानीको पनि व्यवस्था त्यहाँ छैन। कतिपय ठाउँमा हाम्रा यो क्षेत्र भनेको किसानको क्षेत्र हो। यहाँ किसान दाजुभाइहरूको धेरै ठुलो समस्या छ। समयमा खाद मल पाउँदैन, बिउ बिजन पाउँदैन, बजार व्यवस्थापन छैन किसानहरूको लागि। त्यो मुद्दाहरूमा हामीले बुलन्तका साथ आवाज उठाएर यहाँका किसानहरूको सम्पूर्ण मागहरू पूरा गर्नेछौँ। र यस क्षेत्रमा हाम्रा धेरै युवाहरू, मेरो प्रिय युवा साथीहरू धेरै बेरोजगार हुनुहुन्छ। उहाँहरूलाई रोजगार व्यवस्थापन गर्नको लागि हामीले पूर्ण रूपमा पहल गर्नेछौँ र हाम्रो सरकार आएपछि हामीले पूर्ण रूपले बेरोजगारी पनि हटाउनेछौँ। त्यो करार पेपर जुन छ नि हाम्रो, त्यो पेपर अनुकूल नै हामीले काम गर्ने नै छौँ। त्यसमा कुनै किसिमको किन्तु परन्तु हुने छैन। हामीले त्यो पेपर अनुकूल नै काम गर्नेछौँ र जनतालाई हामीले प्रतिबद्धता गरेको अनुकूल नै काम गर्नेछौँ। होइन भने हामीले काम गर्न सकिएन भने यसरी नै फेरि पुनः हामीलाई पनि बराल्न सक्छ नि त जनताले। त्यस कारणले जनताको काम हामी जनतामा बसेर जनताको समस्यालाई लिएर हामीले काम गर्ने नै छौँ। ढुक्क बस्नुहोस्। मतदाता विगतका नेताहरूले जो जसरी भन्नुभयो उहाँहरूले त्यो अनुकूल म भन्दिनँ। म यहाँ यस्तो काम गरेर देखाउन चाहन्छु कि आज मलाई अहो दिन रात खट्नु पर्यो। सम्पूर्ण मतदाता आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई मलाई भेट गर्नु पर्यो र कतिपय आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई मैले भेट पनि गर्न सकिनँ, तर पनि मलाई विश्वास गरेर मत दिनुभएको छ। तर भोलिको दिनमा यहाँका जनसमुदायले मलाई अब नेता होइन, मलाई प्रमोद महतो जस्तो प्रतिनिधि छोरा नै चाहिन्छ भनेर उहाँहरूले प्रतिबद्धता गरेपछि मात्रै म पुनः अर्को चुनावमा आउने। यसको कुनै पनि विकास अगाडि बढ्दैन। भ्रष्टाचारीहरूलाई त पहिले फाल्नुपर्छ नै है। त्यो हाम्रो राष्ट्रिय मुद्दा हो। त्यो कुरा पहिले हामीले सफाई गर्छौँ नै। त्यो सकिसकेपछि पूर्ण रूपले हाम्रो महोत्तरी क्षेत्र नम्बर 1 लाई भौतिक पूर्वाधार संरचनादेखि लिएर शिक्षा स्वास्थ्यदेखि लिएर युवा बेरोजगारदेखि लिएर यहाँ जति पनि हाम्रा आमा बुवा दाजुभाइ दिदीबहिनीहरूले शुद्ध खाने पानी खाइराख्नु भएको छैन। मलाई धेरै दुःख लागेको छ त्यो कुराले।